किन हाँस्नु एक्सन एक्सन त्यो त घरले भनिन्छ ए बाबा यार आज घाँटी दुखेर लास्टै भयो अरे होइन उसले कहिल्यै भनौँ न आज त ए म मजाले सक्छु कस्तो कि तँलाई लिइरहेको छु हौ कस्तो मान्छे त्यही त होइन मैले पताएँ त नि भन्न खोजेको के भनिदेऊ त डल्लु मालिसहरू कट पुछ ल यता पुछ आयो रुचिका र आजकै उसको बुवा र उसको डल्लीको डल्लु अचिका नकर त के को बात पहिला काम त्यसपछि माग बुझिस् यति ल मेरो लास्टमा हो नि उहाँले बोलिसकेपछि होइन ए उयो छ डल्ली पहिला उहाँले अनि नानीले अनि मैले भएको नि भन्नुहोस् त नानी घर बहिनीको कहिलेकाहीँ यस्तै हो चित्त बुझाउनुपर्छ यसो अनि कट झरको जाऊ झर्नाको खिच्न जाऊ देऊ म खिचिदिन्छु अस्ति त मैले खिचेको अनि मैले पनि खिचेको मैले खिचेको छु क्या दामी हात्ती हो भने एकचोटि झन् क्यामेरा रोल गरेको यस्तो गरेर क्यामेरा यस्तो भइगयो डन्नै मान्दैन रोल गरेको त थिचिदिएर क्या पचाकै तल निहुरिदिएको यसो गरेको नाचिन्छ नि म नगरे मैले टच नगरी तिमी हिँड्न तपाईँ नआएला सबैले मौका पाउँछ घरमा कहिलेकाहीँ ठट्याक ठुटुक होइन शान्ति न झगडा त भइहाल्छ नि नाङ्गे छ हामी मान्छे हो ल यति हो नाङ्गै रहेछ यार हामी मान्छे हो यार त्यो त घरमा कहिलेकाहीँ ठट्याक ठुटुक सानोतिनो झगडा त भइहाल्छ नि अब आगो बलिरहेको ठाउँमा हिउँ थप्न पनि भएन नि सानो झिल्कोले पनि ठुलो डढेलो लाग्न सक्छ रोल अलि चर्को होला ल एक्सन लुक चाहिँ यता हो कि त्यता त्यही ए ल जाऊ। एक्सन नानी घरमा सानोतिनो ठटाठुटुक झगडा त भइहाल्छ नि फेरि आगो बलेको ठाउँमा घिउ थप्नु पनि त भएन नि हजुरलाई थाहा नै छ त सानो झिल्कोले पनि कति तहस नहस बनाउँछ भनेर यसो भने जस्तो गरेर त्यो तल हेर बिस्तारै पुल्को हेर उसलाई कट अनि यदि हजुरले दाइलाई त्यो यदि हजुरले यसो भन यदि मैले त्यसै त घरमा पहिलेदेखि नै झगडा हुँदै आइरहेको छ त्यही भएर मैले हजुरलाई चुप्प लाएर बस्नु भनेको यति फुर्को छिरो करिस्मा करिस्मा रोल एक्सन स्टार्टिङ रोल एक्सन ए ल भयो ल जाम यदि ल रोल एक्सन नानी यदि मैले या त हजुरले त्यो सबै कुराहरू दाइलाई सुनाइदिएको भए सायद घरमा कति ठुलो झगडा हुन्थ्यो होला फेरि पहिल्यैदेखि हाम्रो घरमा कहाँ शान्ति छ र जहिलेको झगडा जहिलेको लडाको देखिरहनु भएको छ त हजुरले त्यही भएर मैले तपाईँलाई चुप्प लागेर बस्नु भनेकी मात्रै हो त्यही भएर घरमा झगडा नहोस् भनेर मैले हजुरलाई चुप्प लागेर बस्नु मात्रै भनेको रोल एक्सन त्यही भएर मैले हजुरलाई घरमा केही नभन्नुहोस् चुप्प लाएर बस्नुहोस् घरमा केही झगडा नहोस् ए ल एक्सन त्यही भएर ए नबोला एक्सन त्यही भएर घरमा झगडा नहोस् भनेर हजुरलाई चुप्प लागेर बस्नुहोस् मात्र भनेको अथवा तर भाउजू सत्य कुरा लुकाएर पनि त भने नाइ भने जस्तो भने जस्तो गरेर यसो निराश भएर तलाएर फेरि पुलुक्क हेर मामालाई हेर मामाको मुनि उता जाऊ है आइब्रो रोल एक्सन तर भाउजू सत्य कुरा लुकाएर हामी कहिलेसम्म चुप लागेर बसिरहने कहिलेसम्म भोगिरहने तपाईँ आफै भन्नुहोस् त सधैँभरि आमाले त्यस्तै पीडा दिइरहनुहुन्छ त्यसरी नै हामीले त्यो पीडा सहेर बस्ने हो त सधैँभरि आमाले त्यसरी नै पीडा दिइरहनुहुन्छ अनि हामी सधैँभरि पीडा सहेरै बस्ने हो त भाउजूले के गर्ने त नानी यसो नआयो भने यस्तो यसो भने यस्तो गरेर
कट मर्छु ल भने कुन हातमा छ लाऊ आऊ यता आऊ झन सुन भन्नु के गर्ने त नानी कहिलेकाहीँ आफूले पीडा लुकाएर पीडा सहेर पनि चुप्प लागेर बस्नुपर्छ एक दिन समय आउँछ सबै सत्य कुराहरू त्यही समयले नै बोल्नेछ पीडा लुकाएर के अरे पीडा सहेर सत्य लुकाएर है पीडा सहेर के गर्ने त नानी अब कहिलेकाहीँ पीडा लुकाएर पीडा सहेर चुप्प लागेर बस्नुपर्छ बस्न सक्नु पनि पर्छ भन्दै है सत्य लुकाएर पीडा सहेर भनौँ न राम्रो एक दिन समय आउँछ समय आएपछि सबै सत्य कुराहरू त्यही समयले नै बोल्नेछ नानी के गर्ने त नानी ल जाऊ नै बाहिरकै घाँटीदेखि कसरी काम गर्ने आज तँ बाहा मलाई थाहा ल रोल के थाहा छ एक्सन एक्सन त्यो त झरले भनिन्छ ए बाबा यार आज घाँटी दुखेर लास्टै भयो अरे होइन उसले कहिल्यै भनौँ न आज त म मजाले सक्छु त्यही त होइन मैले पताएँ त नि भन्न खोजेको के भनिदेऊ त डल्लु ल जाऊ है नाक देखियो लाइट अलि हान्ने लाइट उयो गर्नु छ नि यो तातो ल। त्यहाँ रोल रोल एक्सन के गर्ने त नानी कहिलेकाहीँ सत्य लुकाएर पीडा सहेर पनि बस्नुपर्छ बस्नुपर्छ र बस्न सक्नु पनि पर्छ दुईटै जोडा बस्न सक्नुपर्छ होइन एक दिन समय आएपछि सबै सत्य कुराहरू त्यही समयले नै बोल्नेछ नानी ल रोल एक्सन रोल एक्सन रोल एक्सन के गर्ने त नानी कहिलेकाहीँ सत्य लुकाएर पीडा सहेर बस्नुपर्छ र बस्न सक्नु पनि पर्छ एक दिन सबै कुराको समय आउँछ र त्यही समयमा सत्य कुरा बोल्नेछ नानी मिलेन त्यही समयले सत्य कुरा बोल्नेछ जाऊँ। सुरु गर्दा ल रोल बाहिर हाँसेर खुलेर मजाले बोलेको हुन्छ यति कष्ट भन्नु पर्यो कष्ट लुकाएर हरेक पीडा वेदना दुःख कष्ट लुकाएर भित्री मन दुखाए पनि बाहिर सबैसँग हाँसेर खुलेर मजाले बोलेको हुन्छ ल मामा लाइट काटिदिनु नहेर्नु क्या उता यो त जामुनको रुख हो के अरे हो यो औषधि हुन्छ त्यो ल रोल एक्सन भाउजू बुहारी होस् त तपाईँ जस्तो जसले एक्सन भाउजू बुहारी होस् त तपाईँ जस्तो जसले आफ्नो हरेक पीडा दुःख वेदना कष्ट लुकाएर मनभित्र दुखाए पनि बाहिर हाँसेर खुलेर सबैसँग बोल्नुहुन्छ यसो रियाक्सन त्यो यसो तलाएर कठै भाउजूले बिचाएर यसो भने जस्तो कट टु सटाउ त कमसेकम मुसा त कुट्दैन थियो मुसा कुथेन होला आन्द्रामा खानेकुरो कुथ्यो होला नि है मुसा कुथेन होला आन्द्रामा खानेकुरो पुग्थ्यो होला कुथ्यो होला नि ल रोल एक्सन ए अब मालिक नि साहबको पेटमा मुसा कुटिसकेछ अघि नै भन्नुभएको भए मुसा त कुट्दैन थियो वर्ष खानेकुरा पो पुग्थ्यो त यसो छोरीलाई हेर्नु नातिनीलाई यसो आउने जस्तो कट यति आउनु पऱ्यो आमाकैतिर मेरो रङ गरौँ न है बस अब के अरे उसले बन्टे सर तपाईँको पनि छ हजुर है रोल एक्सन मालिकहरू कट उसा ल यता उसो चाहियो रुचिका र आजकै उसको बुवा र उसको डल्लीको डल्लु आचिका झर्ना त्यहाँ हट कट त्यहाँ बस्छ बुवाको
बुवाको आमा पनि देख्नु पर्यो त मालिक नै नि हुँदो यसलाई चाहिँ मैले पेल्न पर्ने मालिकनी साहेब है यहाँ सुन है करीको पेला बिना निक्ली हुन्छ पेल्नु पनि पहिले आउँछ दाइला मालिकनी साहेब अब छोरा र बुहारी बिहानभरि गोठो काम गरेर आएको छ यो गरेर है भोकाएर पनि आएको होला अब अलिअलि एक दुई घाँस भात खाएर जान्छ नि त भनेर भन्नु है भात खुवाएर पठाए त हुन्थ्यो भने नि भात खुवाएर पठाएको भए हुन्थ्यो त्यो भनिसके पछाडि रुचिकाले भन है त्यही त नि हजुरआमा अब मेरो मामु बाबालाई पनि भोक लाग्यो होला मलाई पनि कस्तो भोक लागेको छ पहिला भात खाम न यति भने पछाडि त्यसपछि घाँस काट्न गइहाल्नुहुन्छ नि त्यसपछि आमाले है भात सात खानु पर्दैन पहिले काम त्यसपछि माम त्यसपछि घाँस काट्न गइहाल्नुहुन्छ नि भन्नु यति आमा हजुरआमा बुहारी सोही भन्नुभयो बिहानदेखि मामु र बाबा काम गरेर आउनुभएको छ उहाँहरूलाई पनि भात खान दिनु न मलाई नि कस्तो भोक लागिरहेको छ हामी भात खान्छौँ अनि त्यहाँबाट घाँस काट्न जानु होला नि त उहाँहरू जानुहुन्छ है जानु होला नि त अहिले है मैले के भन्ने तपाईँले नकरा त के को भात पहिला काम त्यसपछि माम काम गर्नु छैन नकर त के को भात पहिला काम त्यसपछि माम बुझिस् यति ल मेरो लास्टामा हो नि उहाँले बोलिसकेपछि होइन ए उयो छ डली पहिला उहाँले अनि नानीले अनि मैले